हजुरहरूले सबै भिडियो हेरिरहनु भएको छ के भन्नु आज फर्स्टमै जाने भयो कति देखा मैले त्यहाँ चाँडै 3-4वटा छोरीको बाउ भनेस् फेरि खेल्न मात्रै छोड्या हो डर लाग्यो गरौँ न त स्टार्ट गरौँ न त स्टार्ट कताबाट जाने सो हाई गाइज वेलकम ब्याक टु माई न्यू व्लग सो आजको भिडियोमा सबैजना वेलकम गर्न चाहन्छु होइन अनि आज चाहिँ हामी जाँदैछौँ किर्तिपुरतिर दाइ र म होइन सो हेरौँ आज किर्तिपुरमा मेरो अनि फेरि आज भोलि अलिअलि सुटिङ हुँदैछ नि त केटा हो सिरियलको अनि त्यही भएर हामी जाँदैछौँ मैले अब स्कुटी पनि निकालिसकेको छु मौसम यस्तै छ है आजको आम्मा मौसम त दामी छ सुन दाइ ओए घरहरू त के हो यार यता केटा यस्तो मौसम हेर्ने भएपछि टक्कै बिहान पाएको चाहिँ उड्ने एक्सर्साइज गर्ने होइन दाइ त्यही हो ओए मेरो स्कुटी फेरि तल छ गाई ल है आजको मौसम यस्तै छ चिसो तातो ल है त ल अब हामी जाँदैछौँ डाइरेक्ट किर्तिपुर मेरो किर्तिपुरमा अलिअलि काम छ क्या सो होइन त्यही भ्लग डेली अपलोड गर्न पाएको छैन किनभनेपछि म चाहिँ अलि लाइसेन्सको लागि अलि प्रोसेसिङ ट्रायल दिँदैछु फेल हुँदैछु फेल पनि भइसकेको छु अब हिजो दिएको हिजो फेल भए अब त्यही छ अब 2-4 दिनपछि फेरि छ त्यही हो है अनि यसो माया देखाइदिनु पऱ्यो क्या माया चाहियो एकदम माया चाहियो क्या माया है माया देखाइदिनु पर्ने पोइन्ट हुन्छ तपाईँहरूले अनि हेलमेट यस्तो छ अब म भ्लग हान्दै किर्तिपुरतिर पुग्छु है त ल है त हामी चट्ट पारेमा अहिले चाहिँ किर्तिपुरमा पुगिसकेका छौँ अनि ऊ त मेरो के बोल्या फेरि मक्कै छ नि त्यहाँ फेरि हिरो बेस्ट फ्रेन्ड मात्र हो है गाइजहरू हजुरहरूले सबै भिडियो हेरिरहनु भएको छ के भन्नु जसले पनि मलाई यो केटी धेरै राम्रै छ भन्छ नि यार भिडियो छैन क्या यसको ब्लगमा ऊ राम्रै छ क्या कुन एङ्गल राम्रै छ यो खै यसो हेरौँ हेर्न एङ्गलबाट होइन हेर्न म्यान कन्टेन्ट मैले यसलाई गाइज होइन मैले यसलाई कन्टेन्टको रूपमा युज गरिरहेको छु कन्टेन्ट के रिसाउँदै फेरि यहाँ और मार्दिन्छ फेरि ओइ के बोल्या अब हाम्रो सुटिङ चाहिँ यहाँ हुन्छ यो रुखको मुनि हुन्छ अनि आज दाइ पनि मेरो सुटिङ हेर्न आएको छ यहाँ त्यही हो कति देखे यो आज फर्स्टमै जाने भयो कस देखा मैले त्यहाँ ओए को हो तिमी ओसाको देखाएको छ नि नजी नाम त बिल्ला थियो होइन अस्तिकोमा अलिक बढी एकछिन तिम्रो नाम के हो एकछिन भन्नु त जनतालाई भागी न्युपानीको छोरी आयुषा न्युपानी त्यो होइन क्या रियल नाम आयुषा सिलवाल फेसबुक आइडी आयुषा सिलवाल इन्स्टा सिलवाल आयुषु 01 ल अनि फेसबुक अरू के भन्छ बस्ने घर ललितपुर लुगु ल केटा तपाईँ तिमीलाई के चाहियो पछि यसलाई कन्ट्याक्ट गर नम्बर 98 हजुर अब चाहिँ सुटिङ हुँदैछ हाम्रो है त ल अब हाम्रो पूजा भइरहेछ अनि यहाँ पूजा ओ हेर्न त्यो ए बहिनी बढी नकर अहिले भगवान्लाई सम्झेर पूजा गर मजाले अरे होम नम ल राम्रोसँग पूजा गरेर राम्रो सब जल्नु पर्यो तपाईँ नगराउनु प्लिज म गराउनु भयो मलाई पुग्यो मलाई डाइरेक्टर साहब नगराउनु भनिदिन्छ भने ल हाम्रो आज पूजा हुँदैछ फर्स्टमा चाहिँ अब ल हाम्रो डाइरेक्टर साहब उखाने हुनुहुन्छ बाहिर ठुलो छोरीले भन्नु नि त्यो भित्र भने हो कि भने होइन बाहिर भन्नु हुँदैन शिक्षण भोलि आफ्नो सुटिङमा पनि त्यही भनिदियो भने जे हुन्छ मनमै हुन्छ है कि अघिको 70 हराएर मात्र हो नभए नमस्ते
नदेखा भाइ पूजा गर्नुभयो नि डिरेक्सनले देख्नुभयो नि त्यहाँ पैसा कति हाल्नुभयो ए 5 रुपियाँ अब आयुषले हाल्छ 500 हालिसक्यो ल नमस्कार आइसा आउँदा मनी पूजा गर्नु पर्यो त ल चल 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 निकल ल सबैजनालाई नमस्ते भाग्यमानी भएस् चाँडे 3-4वटा छोरीको बाउ बनिस् होइन म 5वटा मेरो त 5वटा अलरेडी छोराछोरी छन् ल नमस्ते खोइ बामको गोजीबाट कति निस्किन्छ बामे कति निस्किनु गरिब छु गरिब होइन पछि अब यहाँ डाइटर साहबले डाइटर त के अरे के छ डाइटर अनि हिरो ओए अर्जुन हिरो नि ओए फर्स्ट सिन अब सुटिङको लागि क्यामेरा पुजा हुँदैछ अनि हाम्रो डाइटर साहब अनि क्यामेराम्यान अनि हिरो हिरोनी म हिरो पनि हो हिरोनी पनि हिरोनी सरी ल ल राम्रो होस् है हाम्रो आजको सुट फेरि देखियो क्या फेरि देखियो यो नदेखाउने भन्छु ए गरौँ न त स्टार्ट गरौँ न त स्टार्ट कताबाट गर्ने हाँस होइन हाँस ओए के बन्द खै केटा हो के हो क्या यस्तो नाम भनिसकेको छु केटा फेसबुक गएर सर्च गर्न थाल अब अब सुटै फर्स्ट सुट हुँदैछ अनि म एकछिनमा भिडियो गर्छु है त ल सुखाइदिएर म चाउचो खाँदै थिएँ क्या चाउचोको सुपै मेरो नाकैतिर गयो भने सुटिङ हुँदैछ म चाहिँ भोक लागेर चाउचो खाँदैछु डाइटरले केही पनि दिएनन् मलाई अहिले माथि छ मेरो साइडले त डाइटरको मुट्टुको टुक्रा हो त्यो त यो पाऊ सर राखेर हातताली गर्नु डुबाउँला अहिले एउटा उठ्यो क्या हजुर मेरो त यही नै ठुलो छ म त खा अगाडि हाल्छु खाना पर्दैन सो बच्चा हुँदाखेरि यस्तै खान्थ्यो क्या सुप त्यो चाँडै भएन क्या भाइ कति दिनपछि खायो चाउचो ट्याक्कै 1 वर्ष भयो होला भाइ 1 वर्ष पछि आज खाएको आइसकेर खाइहाल्यो दिनमा एउटा दिन्छ त्यही पनि इन्ड्राइभ बुक गरी कोहीबाट होइन सुटिङ गर्दा गर्दा एउटा भाइ यहाँ कम्फु करादेखिले भाइ चाइनाबाट आएको भर्खर भाइ चाइनाबाट आएको के गर्छौ यस्तो तिम्रो यस्तै गर्छौ कति वर्ष सिकेको ल त बनिसम्म त त्यो भाइसँग म सिङ्गल टु सिङ्गल खेल्छु अब आऊ है आऊ मैले सिया कति भयो थाहा छ 2 वर्ष भाइ फेरि खेल्न मात्रै छोडे आऊ आऊ ल डर लाग्यो मलाई त भाइले नाकमा हान्दियो भने अहिले बिचो हुँदैन मेरो ऊ बहिनी पनि छ देखाऊँ तिमीलाई कि देखाउनु मिल्दैन ऊ बहिनी चार्ली च्याम्पियनको बहिनी रे चार्ली च्याम्पियन चिन्छौ नाम भन्न आउँदैन मलाई त तिम्रो नाम के रे भाइ महेन्द्र कम्फु करा चाहिँ खतरा भाइ फेरि यस्तो आला रहेछ यस्तो डाइटर देख्नुहुन्छ डाइटर ऊ भाइलाई खेलाइदिनु पऱ्यो क्या सिरियलमा ल आफै त छोरी जस्तो छ हो कि भाइ सोकेटा एकदम गरिब भयो अनि मैले चाहिँ चट्टा पाएर स्प्राइट अनि अर्को माल छ फेरि कोक खाइसकेपछि सरी फेरि मलाई भन्नै आउँदैन क्या फ्यान्टा खाँदैछु फर्स्टमा अब स्प्राइट खाँदैछु ल होइन अर्को जुटो देखायो एकदम मिठो छ है गर्मी फेरि यस्तो छ मेरो स्कुल ल मेरो मेकअप सुरु के भन्छ यसलाई के भन्छ मलाई थाहा छैन अहिले बेला बेला टचअप गर्न आउँदैन त्यही भएर अहिले मजाले दल्दिनु के टचअप भन्ने फेरि त्यो पसिना आएर जान्छ त्यो बेला छिट्दिन आउँछ नि तपाईँ त्यो पनि गर्नु पर्यो नि त नाम छ त मेकअप मान्छेको यो सामानको पैसा गएको चाहिँ कसको बोल्दै चाहिँ ए यो तिम्रै हो सबै आफ्नै त हो नि मेरो त्यो हाम्रो यहाँ छन् त्यत्रो पैसा हालेर किन यिनीहरूलाई दल्दै ठिक्क भएको
त्यही त सबै जी भनेको कि आमा सबै सुनित भनेको होइन के अरे मेरो गाउँको भाइकोमा गरौँ न एकचोटि भने खै त कहिले अनि क्यामेराम्यान त होला नि भाइकोमा एकदम किन क्यामेराम्यान आइपुगेन हैन के भने नाम त्यसलाई तिम्रो सँगै आएको हैन र त्यसको त लाइफ खै ऊ खै थाहा छैन मलाई ल मेकअप कस्तो देखिरहेको छ टिका वाउ 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 रत्न पाराका जस्तै देखिन्छ के बोल्यो त्यस्तै देखिन्छ पैसा खोल्ले दियो कस्तो देखिरहेको छ केटा यस्तो मेकअप होइन तिमीलाई त चलेको केटी छ नि त त्यहीसँग गाउँ लाउँला नि त हुन्छ हुन्छ त्यस्तो आमा मसँग छ कि गर्दैन त हेलो गाइस वेलकम टु सञ्जय भ्लग होइन होइन हुँदैछ हाम्रो मेरो पार्ट छ है ल चतर चतर एक्सन आमा मैले गरेको कामबाट आएको पैसाले घर खर्च चलाउन गाह्रो भयो अब कसरी मुख्यहरू तिर्ने होला सर लाइक बढ्यो तपाईँहरूको होइन दाम बढेको एकछिन है भनेको जस्तो काम पनि पाइँदैन थियो होइन भनेको जस्तो काम पनि पाइँदैन आमा बिहानदेखि बेलुकासम्म काम गर्दा हात खुट्टा मात्रै दुख्छ हात खुट्टा दुख्ने काम भइरहेछ आमा एक्सन भनेको जस्तो काम पनि पाइँदैन आमा बिहानदेखि बेलुकासम्म काम गर्दा हात खुट्टा मात्र दुख्ने काम भइरहेछ आमा फेरि जुका आइसक्यो थिएँ मलाई दिमाग खराब भयो जुका त त्यो भाइले फेरि उ गर्नुपर्छ नि टाढै फाल्नुपर्छ बिरुवाले मजाले पुण्य लाख के अरे गरिबले त्यत्रो पुण्य लाख भने यो गडाडी झिकेर दिन सिन राख भने एक्सन दिन नलागोस् दिन नलागोस् दिन नलागोस् नि त तिर्दैन छैन बाबु ल एक्सन दिन नलागोस् बाबु दिन भने त तिरिहालिन्छ टेन्सन नलियो बाबु तपाईँमा त यति ठुलो थियो आमा न हातमा पैसा छ न त काम हो अब त्यस्तो लाग्न थाल्यो हामी जस्तो गरिबको सपनामा सिट मात्र हुन्छ जस्तो छ नमस्कार हजुर नमस्ते हजुर बाबु जा बस्नु चिज लिएर आइज एकअर्का हेर्नु न हजुर लिनुहोस् ठिका छैन सर बसेको दामी सो एउटा भिडियो बनाउँदा मोबाइलको चार्ज पनि सकियो पुरै सकियो म घर आएर पनि लुगाहरू ड्रेसहरू चेन्ज गरेर पनि यसो बाहिरतिर आएको छु सो आजको लागि भिडियो यति टाटा बाई बाई आहा